म चम्पी। गाइज हेलो गाइज, हाम्रो बारीमा चाहिँ यस्तो यस्तो फुलहरू फुलिरह होइन। यो फापर हो, फापर हुन्छ नि माघे सङ्क्रान्तिमा खाने क्या, त्यो फुल लौरा क्या, फुल त्यो खाने हो होइन। अनि हाम्रो घरमा सुन्तलाहरू पनि कति धेरै फुल्या। अनि म पनि छु यता होइन। अनि यता म पनि छु, अनि मेरो कान्छी छोरी पनि हुनुहुन्छ। अनि हाम्रो चाहिँ एटुरी खेल हो। अनि यता हामी छौँ होइन। अनि यो चाहिँ हाम्रो म जन्मेको घर, अनि हाम्रो घर रामप्रसाद राई गाउँपालिकाको घर होइन। अब हामी चाहिँ घाँस काट्न जान आँटेको गाइज। चम्पी चम्पी हेर्न जम्पी म चम्पी मान्छेले देखेको के बोकालाई घाँस काट्न लगाएको छ। खोइ ओइ भयो म त पुग्यो। भारी हाल्नु न छिटो, भारी हाल्नु नि छिटो। घाँसको राम्रो ल्याएको छैन। म त यत्रो मुठीभरिको पनि भएन त। कति भारी हो कोन त? यहाँ त एक मुठी रहेछ। उ त एक मुठी भयो अरे। हो त मुठो काट्नु भन् दिदी। भारी पुग्नु आजको काम यति हो। यति नै पोहोर परार मलाई यति नै पिपल टारबाट बोकाइ, पिपल भोटेबाट यति नै भारी लाएर तेर्छ। भारी रौँदै रौँदै ल्याउँथे। यो त मुठो के हो? यहाँ त छैन मुठो। मेरो सानो उठ्यो एउटा काट्ने घाँस काट्ने पर्दु कहाँ हरायो? यहाँ छ लिएर हिँड्न बसेको हँसिया हो यो तपाईँको हँसिया। भाइले लिएर आएर नि त। त्यसो भने चाहिँ भाइ पनि झसङ्ग भएर यी छ भने यहाँ त लडिँदा त कसरी जानु नि? बाख्रा छ, के गर्नु होला? लडिन्छ होला। यो सुरुवाल त काम लाग्यो त गाई। सुरजी काम लागेन सबै के गासिन्छ गाडाले। अनि कट्टु मात्रै लाएर हिँड्न त। सुरज भुटालाई कट्टु छ त, सानो कट्टु ला कट्टु मात्रै लाउँछ। छ्या अहिले अम्मक कि अम्मक बस्नु आयो। हुन्छ नि त अब पिताजीको लाग्नु पर्यो। बत्ती आउँदैन छ धेरै खुसी होला। अनि म बोडी कति धेरै परेछ नि। के गर्छौ नि? खानुपर्छ होला नि। त बोडी गाई कहाँ आउनु होला नि? वाह वाह बोडी त दिदी पापा अम्मा लास्टमा कुरो लागेर यस्तो भयो। घाँस काट्नको कुरोमा आइतामा घाँस काट्नु गाईलाई कुरो लागेर यस्तो कालै राम यो खपिसक्नु छैन। बेरेत होइन बेरेत होइन किन गाई चाहिँ हाम्रो भ्लग चाहिँ अब अर्को उसमा आउनेछ होइन। सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला भन्न चाहन्छु।